आज हामीहरू यो पिकनिक स्पट बागमती नदीको छेउमा पर्ने पिकनिक स्पटमा आएका छौँ। हामीहरू आज धेरै ठाउँ घुम्यौँ, तर यो ठाउँ धेरै राम्रो ठाउँ छ। खोलाको छेउको जमिन भूमिलाई पनि प्रशस्त मात्रामा प्रयोग गरेर पिकनिक स्पट बनाइएको छ। धेरै बिघामा यस पिकनिक स्पट बनिएको छ। मलाई त धेरै मन पर्यो, हजुरहरूलाई पनि मन पर्छ। यो भिडियो हेरेर कृपया यस ठाउँमा आएर पिकनिक मनाउनु होला। नुनथर भन्ने ठाउँ हो यो, बागमती नगरपालिकाको यो बागमती नदीको छेउमा पर्दछ नुनथर भन्ने ठाउँ। हामीहरू यहाँ घुम्न आएको बेला यसो छेउमा यो स्पटमा पनि आएर हामी आज मई 1 को मजदुर दिवसको छुट्टीको उपयोग हामी यहाँ घुमेर गरिरहेका छौँ। हजुरहरूलाई पनि म जानकारी गराउन चाहँदैछु यस भिडियोबाट कि हजुरहरू पनि यस ठाउँमा आएर कमसेकम एकपटक आएर आफ्नो नेपालको यस राम्रो भूमिलाई चिनाउनका लागि र पिकनिक स्पट पनि यस्तो रहेछ भन्ने कुरा सम्पूर्ण देशवासीहरूलाई जनाउनका लागि म यस भिडियो तयार गरिरहेको छु। कृपया यो भिडियो हेरेर यसलाई सबैतिर सेयर गरिदिनु होला।